नमस्कार। योभन्दा अघिल्लो भिडियोमा हामीले आफ्नै परिचय पायौँ। आत्माको, यानि हामी सबै मानव जति छौँ, हामी आत्मा हौँ, हामी शरीर होइनौँ। र यो शरीरको भृकुटीको मध्यमा बसेर, यहाँ बसेर हामी यो सम्पूर्ण शरीरलाई चलाउँछौँ। किनभने हामी आफै आत्मा निराकार छौँ, ज्योति बिन्दु स्वरूप छौँ र हामी परमधामका निवासी हो, त्यहीँबाट हामी आउँछौँ भन्ने खालका कुराहरू हामीले थाहा पायौँ। आजको चर्चामा हामी परम सत्य के हो, भगवान के हो, परमात्मा मात्रै भगवान हो कि अरू पनि भगवान छन् र छन् भने हामीले अहिलेसम्म भगवान पाउनलाई कस्तो कस्तो तरिका अपनायौँ, हाम्रा शास्त्रले के भन्छन् र त्यसपछि हामी निचोडमा जान्छौँ। अब हामी पहिला जाउँ परम सत्यको पहिचान, यसको खोजी। परम सत्य के हो? सत्य त्यो हो जो सदा सत्य हुन्छ। पहिला पनि सत्य थियो, अहिले पनि सत्य छ र आउने बेलामा पनि सत्य नै रहन्छ। त्यसलाई सत्य भन्छ। हामी त्यसको खोजीमा हुन्छौँ र सत्य भनेकै भगवान, त्यसलाई परमात्मा भनौँ, शिव भनौँ, कसैले अल्लाह भनौँ, खुदा भनौँ, आफ्नो आफ्नो धर्मअनुसार। तर सत्य भनेको त्यही हो जो सदा सत्य छ, हैन? अब हामी त्यसको बारेमा चर्चा गर्छौँ कि त्यो भगवान पाउनलाई या आफ्नो मनोकामना पुरा गर्ने हामीले के तरिका अपनायौँ अहिलेसम्म, त्यही सत्यताको खोज्नलाई, त्यही भगवानको खोज्नलाई हामीले के गर्यौँ। यो आदि सनातन देवी देवता धर्म जुन अहिले हिन्दू भनेर चिनिएको छ, त्यसमा हामीले त्यही सत्यता भगवानलाई खोज्नलाई हामीले विभिन्न अपनायौँ तरिका। हामीले भगवानको रूपमा प्रकृतिलाई पूजा गर्यौँ, गरिरहेछौँ। हामी जलको रूपमा पूजा गर्दाखेरि सागर, महासागर, गङ्गा विभिन्न किसिमका स्नान गर्छौँ, पूजा गर्छौँ भने पूजाको रूप लिँदाखेरि हामीले जस्तो अब पृथ्वी धरतीको पनि पूजा गर्छौँ, सूर्यको पूजा गर्छौँ, चन्द्रमाको पूजा गर्छौँ। हामी जनावरको कुरा गर्ने भगवानको अवतार हो भनेर, बडा अवतार भनेर हामीले बङ्गुरको पनि पूजा गर्छौँ। तर अब त्यसको कस्तो युज भइरहेछ त्यो भगवानको कुरा हामीलाई सबै विदितै छ। गाईको पूजा गर्छौँ, कुकुर तिहारमा कुकुरको पूजा गर्छौँ, काग तिहारमा कागको पूजा गर्छौँ। एवं प्रकारले हामी धेरै जनावरहरू पनि पूजा गर्छौँ। काग पूजा गर्ने, कागको आवाज चाहिँ मन नपराउने, धपाउने। कुकुर तिहारमा कुकुर पूजा गर्ने त कुकुरलाई कुट्ने, कुकुर जस्तो व्यवहार हुन्छ नि, सबभन्दा गिरेको व्यवहार, घरमा पस्नै दिँदैनौँ। गाई पाल्नै छोड्यौँ अहिले त, खालि गाई हाम्रो माता भनेर पूजा गर्ने, तर त्यसको पूजा मात्रै सीमित छ। तात्पर्य हामी कसैको हातमा पनि बेच्दिन्छौँ। त्यस्तै बङ्गुर। एवं प्रकारले हरेक जीव जन्तुहरूलाई पनि भगवानको रूपमा पुज्यौँ। कनमा भगवान छ भनेर हामी कनमा छ भनेर हामी त्यस्तो खालको पनि एउटा कल्पना गऱ्यौँ भगवानको रूपमा।
कहिले भन्छौँ भगवान त घटघटमा छ, हरेक मान्छेमा भगवान छ। त जबैमा भगवान छ भने हामी खोजी के को गर्दैछौँ? कन में भगवान छ जब थाहा छ भने हामी फेरि खोजी किन गर्छौँ? कहिले भन्छौँ गुरु नै भगवानको रूप हो, कहिले माता पिता नै भगवान हो, स्त्री पुरुषमा त कहिले भन्छ पति नै परमेश्वर हो। एवं प्रकारले भगवान पाउन या केही इच्छा पूरा गर्न, माग गर्न लोभले होस् या त्यसको होस्, हामी पूजा गर्न केहीको बाँकी राख्नु। बर पिपल निम सबै पूजा गर्छ। त के हामीले भगवान पायौँ त? राम कृष्ण हनुमान गणेश दुर्गा काली भयो जम्मै पायौँ कि पाएनौँ? जब सबै भगवानै छ, जम्मैमा भगवानै छ भनेपछि त खोजिरहनु आवश्यकै परेन। कनमा देख्ने मान्छेले किन भगवान खोजिरहनु? त्यतिकै छँदैछ नि, कनमै छ भगवान। हरेक मान्छे पछि भगवान छ भने मान्छेको झगडा किन हुन्छ? किन खोजिरहनु? कुकुर बिरालो हरेकमा जम्मैमा भगवान छ भने हामी त्यो एउटा भगवानले अर्को भगवानलाई काट्छौँ, मार्छौँ के यो हो त? भगवान पायौँ त त्यसरी भगवान? त्यसैले हाम्रा समाजमा अहिले भगवानको नाउँमा विभिन्न तौर तरिका अपनायौँ, पूजा गऱ्यौँ, भजन कीर्तन पूजा पाठ यज्ञ दान तप हरेक किसिमका विधि अपनाउँदा पनि हामीले भगवानको प्राप्ति भएको छैन। भएको छ भने कसैले मलाई भन्दा हुन्छ मलाई भगवान प्राप्ति भयो, र मलाई लाग्दैन कसैले भगवान देख्यो या प्राप्ति गर्यो भन्ने कुरा कथामा सुनाउला। अहिलेको यथार्थवादी ज्ञानको कुरा गर्ने हो भने, यस्तो साइन्टिफिक युगमा कुरा गर्ने हो भने कसैले भगवानको प्राप्ति गर्न सकेको छैन। भगवान को हो त? र हामीले प्राप्त गर्नै पर्ने, प्राप्त गरेर पनि हामी के गर्न सक्छौँ? लु प्राप्त भयो अरे, अहिलेलाई एकछिनलाई भनौँ ल रामै भगवान भनौँ, राजा दशरथका छ रामचन्द्र। अहिले सीता राम र लक्ष्मणको पार्ट खेलेर कोही मान्छे रामै भनेर आयो भने पत्याउने अवस्था छ? पत्याउँदैन। भन्न खोजेको प्राप्त भएपछि पनि विश्वास हामी गर्दैनौँ के? गीतामा पनि त्यही लेखेको छ, जब म आउँछु मनुष्यको रूपमा आउँछु तब यो मूर्खहरू मलाई चाहिँ चिन्दैन। त के हो त भगवान भने? अब यो गड भन्छौँ होइन, गड इङ्ग्लिसमा गड GOD भन्छ नि, गड। त्यो छुट्याएर हेर्दाखेरि जी फर जेनेरेटर, उत्पादन गर्ने, सृष्टि गर्ने, ओले अपरेटर, सञ्चालन गर्ने, पालन गर्ने, र डी फर डिस्ट्रोयर भन्छ, र डिस्ट्रक्सन भन्छ, विनाश। यस्तो पनि भन्ने गरेछ। जो भगवान छ त्यसले उत्पादन पनि गर्छ, सृजना पनि गर्छ, पालन पनि गर्छ र विनाश पनि गर्छ। जस्तो हामी हरेक मेसिनकै कुरा गरौँ, कम्प्युटरको कुरा गरौँ, सुरुमा हामी इनपुट दिन्छौँ, प्रोसेसमा जान्छ, लास्टमा आउटपुट आउँछ। त्यस्तै हो। त जो भगवान छ त्यसले तिनै काम गराउँछ।
उसले विनाश पनि गराउँछ, पालन पनि गर्छ, सृष्टिको काम गर्छ। अब यहाँ अहिले को छ त्यस्तो भगवान जसले विनाश पनि गराउँछ, सृष्टि पनि गर्छ, पालन पनि गर्छ? मैले मानवको रूपमा त कसैलाई देखेको छु। भगवान जुन छन् सदा सत्य छ, अनादिकालदेखि सत्य छ र उनकै कन्ट्रोलमा जम्मै ग्रह यो धरतीमा भएका जम्मै चिज छ बनाएका या कन्ट्रोल गर्ने जम्मै भगवानको काम। अहिलेसम्म कसले गरेका छ? जस्तो प्रकृतिकै कुरा गरौँ, हामी जन्मिनुभन्दा अगाडि नै जम्मै व्यवस्था गरिदिने को हुन्? जस्तो एउटा हरेक प्राणीको बच्चा जन्मिँदाखेरि बच्चा जन्मिनुभन्दा अगाडि आमाको दुध आएको हुँदैन, तर जन्मिने बित्तिकै आमाको दुध आउँछ। उसको प्रकृतिले उसको व्यवस्था गर्दै आउँछ। भनेपछि यो कसले गरिदिएको? यस्तो सबै मिलाइदिने, प्रकृति पनि मिलाइदिने, हावा पनि मिलाइदिने, पानी पनि मिलाइदिने, आकाशमा पनि मिलाइदिने, अग्नि सबैको व्यवस्था गरिसकेपछि हाम्रो अवतरण यहाँ हुन्छ। यो कसले मिलाइदिएको? यो प्रकृति त पहिलादेखि नै प्रकृति र पुरुष हो। पुरुष भनेको आत्मा या परमात्मा भन्नु र प्रकृति अनादि छ, अनादिकालदेखि छ। राम आउँदा पनि यही प्रकृति थियो, कृष्ण आउँदा पनि यही प्रकृति थियो, अलरेडी बनेको थियो। भन्न खोजेको एउटा यस्तो लुकेको हिडन इनर्जी छ जसले जम्मैलाई व्यवस्था गरेको छ। प्रकृति पनि आफ्नो आफ्नो ठाउँ ठाउँ व्यवस्थित गरेको छ। हरेक ग्रह कसरी घुम्छ, पृथ्वी कसरी सूर्यको वरिपरि घुम्छ, चन्द्रमा कसरी पृथ्वीको वरिपरि घुम्छ, केही न केही यस्तो शक्ति छ जुन शक्तिले हामी सबै मानव लगायत जति जीव जन्तु रुख वृक्ष मतलब प्रकृतिमा भएको जम्मै चिजलाई कन्ट्रोल गर्छ र उसले बेला बेलामा सृजनाको काम पनि गर्छ, पालनाको काम पनि गर्छ, विनाशको काम पनि गर्छ। एट ए टाइम भुइँचालो पनि हुन्छ, बाढी पनि आउँछ, यानि विनाशको काम पनि त हो नि, वार हुन्छ। अब गीता, अब यो त हाम्रो भयो। अब हाम्रो शास्त्र जुन छ सबभन्दा सबै शास्त्रको निचोड सर्वोपरि गीता, त्यसमा पनि के भनेको छ भने भगवान म हेर्नुहोस्, यहाँ विचार गर्नु होला, अरू शास्त्रमा भगवानुवाच कहीँ पनि लेखेको छैन, तर गीता मात्र एउटा यस्तो शास्त्र हो जहाँ भगवानुवाच लेखेको छ। हाम्रो मानसपटलमा कृष्णले भनेको भन्छौँ, त कहीँ पनि कृष्णवाच भने कहीँ पनि छैन, भगवानुवाच भनेको छ। र ठाउँ ठाउँमा कृष्णले पनि त्यसैमा पनि तुम उस निराकार परमात्मा के शरण में जाओ भन्छ। भन्न खोजेको कृष्णले पनि आफूभन्दा ठुलो कोही छ त्यसको शरणमा जाऊ भन्छ। रामकै कुरा गर्ने हो भने अभर पर्दाखेरि गाह्रो पर्दा, समुद्र नाग्न गाह्रो पर्दा श्रीलङ्का जाँदाखेरि त्यहाँ पनि रामेश्वरममा शिवको लिङ्ग बनाएर ओम नमः शिवायको जप गरेका हो। त जो कसैले पनि जप गर्छ आफ्नो भन्दा मुनिकोलाई त गर्दैन, आफूभन्दा तल्लोको शक्तिलाई त गर्दैन। पक्कै पनि भन्दा पनि ठुलै कोही शक्ति छ जसलाई उसले आह्वान गर्छ।
अरू धर्ममा पनि जस्तै शङ्करकै कुरा गरौँ, शङ्करले पनि के गर्छ त, हामी हुन त शिव शङ्कर एउटै भन्छौँ, त्यो पछि छुट्याउँला। शङ्करले पनि ओम नमः शिवाय कन्टिन्युस ध्यानस्थ भएको हामी देख्छौँ। त्यस्तो छ। अनि जसलाई हामी भगवान भन्छौँ, रामलाई, कृष्णलाई, शङ्करलाई भगवान भन्छौँ, तिनले पनि ओम नमः शिवाय भनेर ध्यान गर्छन् भने पक्कै पनि भगवान यस्तो शक्ति छ जुन हिडेन छ, लुकिएको छ, इनर्जीको रूपमा लुकेको छ, जसलाई जम्मैले हामीले पुकार गर्छौँ, आराधना गर्छौँ। अझ गीतामा त कस्तो क्लियरसँग के भनिरहेछ भने, त्यो त भनेकै छ, म अजन्मा हुँ, म सनातन हुँ, म अविनाशी हुँ। जसरी हामी आत्माको कुरा गऱ्यौँ नि, अजर अमर अविनाशी, त्यस्तै परमात्माले पनि के भन्छ, म अजन्मा हुँ, मेरो जन्म कहिले हुँदैन, मेरो विनाश कहिले हुँदैन, मेरो जन्म मृत्युको चक्करमा आउँदैन भनेपछि जन्मिएका जति हामी देख्छौँ देवी देवताको, त्यसलाई तिनी पनि भगवान भयो कि भएन, यो क्राइटेरिया अनुसार अजन्मा। जैसे रामको कुरा गरौँ, कृष्णको कुरा गरौँ, सबै गर्भबाट उत्पन्न भएका हुन्, जन्मिएका हुन्। यो दृष्टिकोणले हेर्यौँ भने त यो क्राइटेरियामा रामकृष्ण पनि जन्मेका हुनाले भगवान हुन् या होइनन् आफैले निर्णय गर्नु छैन। त भन्छ म सदा हुँ, सधैँ छु। त सधैँ हुने जस्तो हिजोको घटना चक्रमा इतिहासमा राम इन्केस थियो भने आज त छैन, भोलि त छैन। भोलिको दिनमा जति देहधारी जति पनि छ, सदा कसरी भयो? गीतामै लेखेको छ, मलाई कुनै यज्ञ दान तप यस्ता गरेर मलाई कसैले प्राप्ति गर्न सक्दैन। र मेरो उत्पत्तिको बारेमा ऋषिमुनि कसैले पनि, देवी देवता देवगण ऋषिमुनि, मेरो उत्पत्तिको बारेमा कसैलाई थाहा छैन। अनि हामी एकातिर देवी देवताको आराधना गर्छौँ, पूजा गर्छौँ, र त्यहाँ के छ, देवी देवताले पनि, ऋषिगण महर्षिगणले पनि भगवान मेरो उत्पत्तिको बारेमा कसैलाई थाहा छैन। कुन श्लोकमासम्म पछि भन्छ। अनि एकातिर निराकार पनि भन्छन्, म अजन्मा हुँ, मेरो जन्म मृत्युको चक्करमा आउँदैन, स्वाभाविक पनि हो। जो जब जन्म चक्करमा आउँछ त्यो भगवानै भएन, र जन्मेपछि हरेक गुण अवगुणले भरिन्छ कर्म गर्दाखेरि। जब दोष लाग्छ, कर्म दोष लाग्छ, त भगवान हुँदै भएन नि। अब यो क्राइटेरिया त्यसरी हेर्दाखेरि भगवान खुद आफैले भन्छन्, मेरो जन्मको बारेमा कसैलाई थाहा। स्वाभाविक रूपमा यदि म आफ्नो बाउको जन्मको बारेमा मैले थाहा पाउन खोजेँ भने त मेरो बेवकुफै हुन्छ। जब मेरो भगवान मेरो पिता हो, सबै थोक हो, सर्वोपरि छ, सर्वशक्तिमान छ भने म एउटा सानो कनिष्ठ व्यक्तिले आफ्नो पिताकै बारेमा, आफ्नो पिताको को जन्मको बारेमा मलाई थाहा छ भन्नुभन्दा त त्यो भन्दा मूर्खता अरू केही हुनै सक्दैन। जसले मलाई जन्म दिएको छ त्यसको बारेमा हामीले कसरी थाहा हो? थाहा कसरी हुन्छ? जब ऊ आफैले मेरो जन्म यस्तो भएको उस्तो भएको भन्यो भने मतलब थाहा हुन्छ। फेरि यस्तो पनि भनेको छ,
गीतामा कि म जो छु जसरी छु मलाई यथार्थ रूपमा जान, यथार्थ रूपमा भनेपछि रियल एन्ड फ्याक्ट, यो गफ गवारीको तरिका होइन। म जस्तो छु जे छु यथार्थ रूपमा मलाई जान कसरी भयो। एकातिर म अजन्मा भन्छु, एकातिर मेरो बारेमा कसैलाई थाहै छैन भन्छ, म सधैँदेखि सधैँ छु पनि भन्छ। र यो पनि भन्छ मलाई त कोटो में भी कोई उसमें भी कोई, करोडौँ, कोटो भने करोडौँ, मलाई त करोडौँमा कोही कोहीले मलाई थाहा पाउँछ मेरो बारेमा, र त्यसमध्येमा पनि कोही कोही यथार्थ जानकारी छ। त्यसलाई अलिक क्रिटिकल भएन। अब चलन चल्तीमा हामीले सबै थोकको पूजा पाठ दुनियाँदारी गर्छौँ भगवानको रूपमा, तर भगवान भन्छ म त अजन्मा हुँ, मेरो त जन्मै हुँदैन। हामी पूजा गर्छौँ जम्मै जन्म मरणमा आएका व्यक्तिहरूलाई। भन्छ मेरो बारेमा कसैले थाहा हुँदैन, एउटा जब म आउँछु त यो मुडो व्यक्तिले मलाई बेवकुफ भन्छ, मलाई चिन्दैन। हाम्रा अरू धर्मगुरुहरूको कुरा गरौँ भने कबीर साहबले त सीधे भन्छ जो पत्थर पूजने से भगवान मिले तो मैं पूजू पहाड़ भन्न खोजेको पत्थर सत्तरमा छैन। मनुस्मृतिमा हो क्या होइन, के ल्याएको छ त्यहाँ पनि यो भगवान न कुनै काठमा छ, न कुनै पत्थरमा पाषाणमा छ, न कुनै मूर्तिमा छ, यो त भावमा छ भन्छ। यसबाट पनि के प्रष्ट भयो भने यिनीहरूबाट पनि भगवान हामी भौतिक चिजमा जुन हेर्न खोज्छौँ त्यो चाहिँ त्यसमा छैन। अब एउटालाई मान्दा अर्कोले विरोध गर्छ, अर्कोले मान्दा अर्कोले विरोध गर्छ। तर भगवानको जरिए भगवानै हो, सर्वशक्तिवान हो भने त त्यसको बारेमा त विवाद हुनु त भएन। त्यसैले भगवान त त्यो हो जो सर्वमान्य हुन्छ, सबैको लागि मान्य हुन्छ, सदा हुन्छ, सदा सत्य छ, त्यसमा कोही विवादै हुन सक्दैन। त्यो पोइन्टमा गएर कसैको विवादै छैन, त्यो हो भगवान। धर्महरूका कुरा गरौँ। बुद्ध धर्ममा पनि भगवान एउटाले मानेको छ। मुसलमान धर्ममा पनि गॉड इज वन अल्लाह भनेर भनेको छ। अरू जैन धर्ममा पनि गॉड इज लाइट, गॉड इज वन भनेको छ। बहाई धर्मतिर गयो भने उनीहरू पनि गॉड इज वन भनेको छ, ज्योति निराकारलाई मानेको छ। मान्छे अरू धर्म लगायत यी कबीर साहब यी सबै कुरा र गीताका कुराहरू हो। यसो समराइज गर्दाखेरि त के देखिन्छ भने भगवान त एक हो। जस्तो शिवलिङ्गको हामी पूजा गर्छौँ जहाँ देखिएको छ, त्यो त्यहाँ पनि एउटा बिन्दु निराकार बिन्दु राखेर त्यसको हामी पूजा गरेका छौँ। रामले पनि एक बिन्दु स्थापना, शिवलिङ्ग स्थापना गरेर त्यो बिन्दुलाई पूजा गरेको, ध्यान गरेको हो। जहाँ जहाँ शिवलिङ्गहरू छ, शिवको मन्दिरहरू, त्यहाँ सबै ठाउँमा त्यही ज्योति एउटा तीनटा ढर्काको बिचमा एउटा थोप्लो हुन्छ, त्यो थोप्लो निराकार मानेर हामी पूजा गरेका छौँ। यसरी
समराइज गर्दा गीताको कुरादेखि लिएर अरू धर्महरूको कुरादेखि लिएर हेर्दाखेरि त भगवान एउटै छ, द्वय छैन। जहाँ द्वय हुन्छ त्यहाँ विवाद हुन्छ। अब एउटा मेरो कुरो के छ भने सधैँ गाइरहेको तर अब ध्यान दिएको हो होइन थाहा छैन। दुईटा क्राइटेरिया, एउटा हामी के छौँ सच्चित आनन्द यानि सच्चिदानन्द भगवान भन्छौँ। सच्चिदानन्द भगवान यानि भगवान त्यो हो जो सत्य पनि छ, चैतन्य छ, आनन्द स्वरूप छ। अब यो क्राइटेरिया हामी सबैमा मिलाउँ, कुनै व्यक्तिमा मिलाउँ। अहिले त अब नाना थरीका भगवान पनि पैदा गरेका छ आफ्नो मनगढन्ते। लो यो पत्थरले यो मूर्तिले मलाई सन्तान दियो, त्यसैले यो सन्तानेश्वर महादेव। भारतमा अस्ति भर्खर एउटा पागल कुकुर एउटा शिवलिङ्गको वरिपरि घुम्न थाल्यो, के दिन उसलाई कुटेश्वर महादेव भन्यो, टुटेश्वर महादेव भन्यो। यो मनगढन्ते भगवानहरू धेरै हामीले आफैले क्रिएट गरेर वास्तविक त अझै पनि हामीले थाहा छैन भने पनि। अब यो सच्चित आनन्दको कुरा गर्दाखेरि यो क्राइटेरिया तिनटै मिलाउँ। सत्य को छ त? जो सदा सत्य छ। हजारौँ करोडौँ वर्ष पहिला पनि त्यही थियो, अहिले पनि त्यही छ, जाने बेला अब आउने दिनमा पनि त्यही हुनेछ, सदा सत्य। जन्मेर आएका भगवान जसलाई मान्छौँ त्यो त्यतिखेर सत्य थियो भने अहिले छैन, आउने दिनमा पनि छैन, रामकृष्ण पनि भएन। त्यसैले विवाद हुनुको कारण त्यही हो। हामी एउटा शारीरिक व्यक्तिलाई हामीले भगवान मानिदिन्छौँ, अर्का दलले मान्दै छोडिदिन्छ, अनि विवाद हुन्छ। किनभने सत्य सदा भएन। चैतन्य चेतना दुःख सुखका कुरालाई सेन्सेसन हुनुपर्ने। अब हेर्नुहोस् हामी जति पनि मूर्ति पूजा, ढुङ्गा पूजा, पत्थर अनि फोटो पूजा गर्छौँ, त्यसमा के चैतन्यता छ त? हाम्रो कुरो बुझ्छ, हाम्रो दुःख सुख कुरा तिनले बुझ्छन्? पक्कै छ। भनेपछि त्यो पनि कसरी भगवान? न सत्य हो, न चैतन्य हो, झन् आनन्द त के देला? त्यसैले सच्चित आनन्द जो छ, मैले अघि भने प्रकृति र पुरुष सदा छ। एउटा निराकार छुप्त लुकेको शक्ति एउटा छ जसले सबै पहिलादेखि प्रकृति पनि चलाएको छ, अहिले पनि चलाइरहेको, आउने दिनमा पनि प्रकृति हुन्छ र यसै अनुसार यो सृष्टि पनि चल्छ। सृष्टिको सुरुवात पनि भएको, अहिले पनि फर्मेसन भइरहेछ र विनाश पनि भइरहेछ, पालन पनि भइरहेछ। त्यसले गर्दा अर्को सत्य को हो? सत्य त मैले बुझेँ, हामी सबैले बुझौँ। सत्य यस्तो हो जो सदा सत्य हुन्छ। सदाशिव भन्छौँ। सदाशिव भनेपछि शिव भनेको को छ भने सदा छ। सदा शिव सत्यम शिवम सुंदरम। सत्य ही शिव है, शिव ही सुंदर है और ईश्वर ही सत्य है। हम यसरी खेलाउने गएपछि के देखिन्छ भने जो निराकार छ, जसलाई तपाईले शिव भन्नुहोस्, निराकार राम पनि भन्छन्,
अल्लाह भन्नुहोस्, खुदा भन्नुहोस्, आफ्नो आफ्नो जो धर्म छ निराकारलाई मान्ने भन्छन्। नाम फरक भए पनि भगवान त त्यही एउटा हो, सदाशिव, जो निराकार छ, जसको जन्म कहिले हुँदैन। जन्म मरणको चक्करमा जसरी हामी आत्मा जन्म मरणको चक्करमा आउँछौँ, त्यसरी निराकार परमात्मा किन भनेको भने हामी आत्मा छौँ र परमात्माको जस्तो शरीरको पिता एउटा हुन्छ, शारीरिक पिता हुन्छ भने आत्माको पनि पिता हुन्छ। त्यसलाई हामी परम पिता भन्छौँ, परमात्मा भन्छौँ, परम आत्मा, ठुलो आत्मा। आत्मा त आत्मा नै। जसरी हामी निराकार छौँ, परमात्मा पनि निराकारै छ। फरक के छ भने हामी आत्मा जति छ सबै उनका सन्तान हुन्, ऊ हाम्रा पिता हुन्। उनको गुण र हाम्रो गुण सबै एक नासको छ, सतोगुणी संस्कार छ। परमात्माको हरेक गुण हामी सबैमा छ। त्यसलाई धारण गर्न र खोज्न मात्रै सक्नुपर्छ। हामी जन्म मरणको चक्करमा कहिले महिला कहिले पुरुष भएर जन्मिन्छौँ भने परमात्मा कहिले पनि जन्म मरणको चक्करमा आउँदैन। ऊ आउँछ, कतिखेर आउँछ भने जब धर्मको विनाश हुन्छ, धर्मको लोप भन्छ। यदा यदा हि धर्मस् ग्लानि भवत् भारत भन्छन्। जब धर्मको ग्लानि हुन्छ अनि साधु प्रवृत्तिको व्यक्तिलाई बचाउनलाई, रक्षा गर्नलाई म आउँछु भन्छ नि। जुन गीतामा वाचा गर्नुभएको छ परमात्माले, त्यो वाचा आफ्नो कुरा गर्नलाई आउनु पनि हुन्छ। कतिखेर जब हामी असली भगवानलाई चिन्नै छोड्छौँ, असली धर्मलाई चिन्नै छ, यानि धर्मको लोप भयो भने पनि हुन्छ, भगवानैकै बेइज्जत भयो भने पनि हुन्छ। भन्छु भगवान, कुकुर बिरालो सबैमा भगवान भन्दै भगवानको बेइज्जत भएन। यसरी जब धर्मको हानि हुन्छ, विनाश हुन्छ, त्यतिखेर भगवान निराकार छ आउनुहुन्छ। र त्यो आउने टाइम भनेको अहिले कलियुग चलिरहेको छ। त कलियुगको अन्तमा सतयुगको सुरुवात एउटा सङ्गम युग हुन्छ। त्यो सङ्गम युगमा परकाया यानि अरूको शरीरलाई आधार लिएर आउनुहुन्छ। किनभने बिना शरीरको त भगवानले पनि बोल्न त सक्नुहुन्न, आफ्नो कुरा राख्न सक्नु त हुन्न। भले हाम्रो सेन्सेसन उहाँलाई थाहा हुन्छ, निराकार अवस्थामा बस्दा पनि थाहा हुन्छ, तर म आएँ, म आफ्नो परिचय दिनलाई पनि, आफ्नो परिचय दिनलाई पनि, मै हुँ भगवान भन्नलाई पनि त आउनु त पर्यो। र आउने बेला भनेको यही यतिखेर आइसकेको छ भने पनि अब यसको अर्को भिडियो बनाएको निराकार परमात्मा अवतरण भइसक्यो। जसरी हामी अवतरण भएका छौँ शरीरमा, त्यस्तै परकाया प्रवेश गरेर उहाँ अवतरण भएर अब बल्ल नयाँ सृष्टिको सुरुवात हामीले अब कतै कतै एउटा है गीतामा पनि लेख्न त लेखेको छ है, भगवान हृदयमा तिष्ठति भन्छ। भगवान हृदयमा छ, शरीरको हृदयमा छ भन्ने छ होइन। यसको भाव त्यही अलग छ। हामी ठ्याक्क त्यो हर्ट मुटुमा भन्ने बनाइदिएछौँ। हालाकि मुटु भनेको मूल पार्ट हो शरीरको। जस्तो हामी काठमाडौँ जान्छौँ,
काठमाडौँ जाँदाखेरि कसैले यो राजा दरबार कहाँ छ भनेर भन्दाखेरि हामी फ्याक्टै मुखबाट के भनिदिन्छौँ भने अरे यो त सहरको मुटुमै छ भनिदिन्छ। कि भनेको त इम्पोर्टेन्ट छ हो। त्यसरी भावनामा बहकेर अब त त्यहाँ गएर काठमाडौँमा गएर मुटु कलेजो अनि हात खुट्टा खोज्न थाल्यो भने त हुँदैन। तर भनाइ के भन्छ भने सिटीको मुटुमा छ भन्छ। त्यस्तै भन्न त भन्दै छ भगवान् मुटुमै छ त होइन। फरक के छ भने भगवानको जति पनि गुण छ सतोगुणी संस्कार भगवान छ त्यो सबै गुण हामी आफैमा पनि छ। र जन्म मरणको चक्करमा हामी यी कुराहरू धेरै बिर्स्यौँ। बिर्सेर हाम्रो आत्मामा कर्मको दोष दाग लागेर हामी आत्मा अलिक कमजोर भयौँ। भगवान खोज्न थाल्यौँ र भगवान खोजेको र बेला बेला हामी बोलाउँछौँ पनि हे भगवान आऊ हामीलाई पवित्र गरिदेऊ हाम्रो पाप हरिदेऊ हामी बेला बेलामा भन्छौँ नि हो। त्यो हाम्रो जुन चेतनाको कुरा गर्ने चैतन्यता त्यो चेतनाले उहाँ थाहा पाएर नै सँग युगे युगे भनेको छ। त्यो युगे युगे त होइन पुरा कल्प एकचोटि चलेको यसको अन्तिममा कल्पको अन्तिममा उहाँ आउनुहुन्छ। भगवानको बारेमा एउटा अर्को कुरो पनि छ जुन फ्याट्ट मुखमा सबैले भनिने गरेका छ कि भगवान सर्वव्यापी छ सबै ठाउँमा छ। त्यसमा पनि सत्यता भयो जस्तो लाग्छ। सर्वव्यापी भएको भए मान्छेलाई तुरुन्त खबरदारी गर्थ्यो। एउटा जीवमा भएको भगवान अर्को भगवानलाई किन खान्थ्यो। मन्दिरमा भएको भगवानको अगाडि भएको दानपेटीको पैसा कसरी चोरी हुन्थ्यो। हाम्रो अगाडि यति घटनाहरू भइरहेछ हामी भन्छौँ भगवान भएको भए त त्यहीँको त्यही कन्ट्रोल गर्नुहुन्थ्यो नि त। त्यसैले यसमा पनि हो उहाँ सर्वज्ञ हो। उहाँलाई सबै थाहा हो किनभने चैतन्यता छ र समयअनुसार पनिसमेन्ट पनि भेट्छ नि आफ्नो आफ्नो कर्म अनुसार। तर उहाँ जसरी हामी सर्वव्यापक छौँ भन्छौँ जहाँ तहीँ छ कणकणमै छ हरेक प्राणीमै छ हरेक जीवमा छ त्यसरी कणकणमा हो। त्यही भएर भगवान भन्छन् मेरो बेइज्जत भयो कि मेरै सन्तान मलाई नै चिन्न छोड्यो। धर्म के गर्नुपर्ने त्यही नै थाहा मलाई नै चिन्नु। अब बल्ल समय आएको छ म आउने समय भएको छ किनभने धर्मको विनाश भयो। भगवानलाई चिन्नै छोड्यो मलाई नै चिन्न छोड्यो भएर उनीहरूले भगवान भन्छ बल्ल धर्मको विनाशको समय आयो। अलिकति समराइज गरौँ भनेपछि अब के हो त भगवान छ एउटा शक्तिको रूपमा छ निराकार छ सर्वशक्तिमान छ। हामी जम्मै उनका रचना हौँ। भगवान रचनाकार छ। कहाँ बस्छन् त तिमी कहाँबाट आउने हो आउने हो कहाँ बस्छन् त कहिले आउने हो। उनका गुणधर्म कर्तव्य के हो। त्यसरी निराकार भगवान जो सदा शिव मैले अघि भने सदा शिव सत्यम शिवम सुन्दरम वास्तविक नाम शिव हो जो निराकार छ। जन्म मरणको चक्करभन्दा पर छ। जन्म मरणमा आउनुहुन्न आए
अरूको शरीरमा प्रवेश गरेर केही अवधिको लागि आउने हो, तर आफै जन्म भएर आउँदैन। त्यो निराकार शिव हुन्छ, तीनटा काम गराउँछ। अघि भने गडको फुल फर्म भन्दाखेरि जेनेरेटर, अपरेटर र डिस्ट्रोयरको काम। त्यो तीनै काम गर्नलाई तीनटा देवता नियुक्ति गर्छ। एउटा ब्रह्मा, विष्णु र शङ्कर। ब्रह्मा, विष्णु, शङ्करलाई त्यही शिवले नै पठाएको छ। जसो हामी आउँछौँ त्यस्तै गरी मानवको रूपमा ब्रह्मा, मानवको रूपमा विष्णु, मानवको रूपमा शङ्करको मानवको रूपमा छैन, उनको चाहिँ अब सूक्ष्म शरीर छ। त्यसरी तीनटै काम गर, ब्रह्माद्वारा स्थापना गराउँछ, विष्णुद्वारा पालना गराउँछ र शङ्करद्वारा विनाश गराउँछ। यी तीनटैबाट गड आफ्नो तीनटै काम गर्ने गरेका छ। र भगवान परमधामबाट आउनुहुन्छ र उहाँको स्थायी बसोबास भनेकै परमधाम हो, जुन गीतामा पनि छ। म तपाईँलाई श्लोकको नम्बरलाई अन्तमा टिपाउँला। परमधामका कुराहरू छ। ऊ सधैँ परमधाम निवासी हुन् र त्यहाँबाट जब धर्मको ग्लानि हुन्छ, धर्मको लोप हुन थाल्छ, साधु प्रवृत्तिको मान्छेहरूले दुःख पाउन थाल्छ, अनि सृष्टि चक्रको कल्पको आयुको एकचोटि, प्रत्येक युगमा होइन, जुन लेख्दैछ युगे युगे होइन कि कल्पको चक्रमा एकचोटि सङ्गम युग भन्छन्। सङ्गम भनेको दुईटा युगको मिलन अवधि, पोइन्ट। त्यो भनेको कलियुगको अन्तिम र सतयुगको सुरुवातको टाइममा परकाया प्रवेश गरेर उहाँ आउनुहुन्छ, उहाँ परमधाम निवासी हुन्छ। भनेपछि हामी सार संक्षेपमा कुरा गर्ने हो भने, जसरी हामी आत्माको संक्षेपीकरण गर्छौँ त्यस्तै गरी भन्ने हो भने परम सत्य भनेको त परमात्मा शिव। त्यसैले उहाँ सदा भएको हुनाले सदाशिव भनेको र सत्यम शिवम सुन्दरम भनेको, सच्चिदानन्द भगवान भनेको त्यही हो। परमात्मा निराकार छ, ज्योति स्वरूप छ, जन्म मरणदेखि टाढा छ, जन्म मरणमा आउनुहुन्न र धर्मको लोभ हुन लागेको बेलामा फेरि उहाँ र उनकै यादगारमा हामीले शिवरात्रि मनाउँछौँ। शिवरात्रि भन्ने अरूको त मनाउँछु दिवस, तर शिवको जहिले पनि रात्रि मनाइन्छ। सायद धेरैलाई थाहा नहोला रात्रि किन मनाइन्छ भने यो अहिले हामी रात्रि माइसक्यो, अज्ञानताको रात्रि, ज्ञानै भएन। जे जति पुरानो सुरुवातको ज्ञान थियो त्यो ज्ञान रहेन, अनि हामी जहाँ तहीँ छर्यौँ, अन्धकारमा हामी छौँ। हो, भगवान्ले थाहा पाएर अब त्यो अन्धकारलाई हटाउनलाई आउनुहुन्छ र त्यसको यादगारमा हामी शिवरात्रि मनाउँछौँ। यसले परमात्माले के गर्छ त भन्दाखेरि, अब सर्वगुण सम्पन्न त उहाँ नै हो, सर्वशक्तिमान भएको हुनाले हामीले त उनको धेरै कुरा गर्नुभन्दा पनि दुई चारवटा कुरा मात्रै गरेर मलाई धेरै लामोमा जान्न। उहाँले सबैलाई अहिले जुन हामी अपवित्र भएको छौँ, हामी आत्मामा पवित्र बनाउन आएको।
र कलियुगको अन्तिम भएकोले अब दैवी राज्य स्थापना गर्नलाई, सद्युगी स्थापना गर्नलाई उहाँ आउनुहुन्छ। उहाँ सच्चित आनन्द स्वरूप हो, दुःखहर्ता सुखकर्ता हो, सद्गति दाता हो, कालको पन्जाबाट हामीलाई छुडाउन आउनुहुन्छ उहाँ। यस्ता विभिन्न छन्, 32 गुण छ जो परमात्माले गर्नुहुन्छ। ब्रह्मा विष्णु शङ्करको पनि रचयिता भएको हुनाले ब्रह्मा विष्णु शङ्करलाई पनि पठाउने काम पनि गर्नुहुन्छ। अहिले दैवी राज्यको स्थापना गर्नुहुन्छ। आदि कुराहरू रहेछन्, यो पछि म अरू भिडियोमा पनि म चर्चा गर्नेछु। अब म यहाँहरूलाई यी कुराहरू गीतामा कहाँ के छ त्यो कुराहरू अलिकति म भन्छु। जस्तै अब हामी पूजा गर्छौँ, पूजा अरू धर्मले पनि गर्दैनन्, केहीले गर्छ, अरूले धेरैले गर्दैनन्। र हाम्रै शास्त्र गीताले पनि त्यो पूजालाई अविधि भनेको छ, मूढता भनेको छ। यहाँहरूले हेर्न चाहनुहुन्छ भने गीताको 7मा अध्यायको 20 देखि 24 र 9 अध्यायको 23मा श्लोक पढ्नुहोस्, त्यसमा थाहा हुन्छ। त्यस्तै भगवानले आफ्नो उत्पत्तिको बारेमा ऋषि तपस्वी कसैलाई थाहा छैन, हुँदैनन्, थाहा छैन भनेको कुरा तपाईको 10मा अध्यायको श्लोक 2 र 14मा एकचोटि पढ्नु होला। त्यहाँबाट थाहा हुन्छ भने मलाई जान्ने व्यक्ति त कोटोमा कोही, करोडौँमा कोही मात्र जान्न सक्छ, सबैले जान्नै सक्दैनन् भन्ने खालका कुरा। अहिले 7मा अध्यायको 3मा श्लोक पढ्नुहोस्। भगवान भन्नुहुन्छ म अजन्मा हुँ, मेरो जन्म हुँदैन, म सबैको स्वामी हुँ, सबका मालिक हुँ भन्ने कुरा तपाईँ गीताको 4थो अध्यायको 6ठो श्लोक, 7औं अध्यायको 24 र 25 र 10 अध्यायको तेस्रो श्लोकमा हेर्नु होला। त्यस्तै गरी भगवान परमधाम निवासी हुनुहुन्छ भन्ने खालका कुरा पनि जुन मैले भने, परमधामको बारेमा विस्तृत अरू भिडियोमा पनि भनौँला कस्तो छ परमधाम भनेर। तिनको बारेमा पढ्न चाहनुहुन्छ भने गीताकै 2रो अध्यायको 51, 5 अध्यायको 17, 8 अध्यायको 20, 21, 22, 23 र 9 अध्यायको 18मा श्लोक अध्ययन गर्नुहोस्। त्यहाँ प्रष्ट लेखेछ परमधाम निवासी। र परमधाम भने कस्तो ठाउँ भने यो संसारभन्दा अलग प्रकाशको दुनियाँ छ, जुन प्रकाशमा सूर्य चन्द्रमा केही कसैको प्रकाश त्यहाँ पुग्न सक्दैन। स्वप्रकाशित दुनियाँ छ, त्यहाँ निराकार ज्योतिको रूपमा परमात्मा बस्नुहुन्छ। र हामी आत्मा पनि अन्तिममा जब हामी जान्छौँ, हाम्रो निवास स्थान पनि त्यही परमात्माको इर्दगिर्द वरिपरि हामी बस्छौँ, त्यो हो परमधाम। भगवानले जुन वाचा गर्नुभएको छ धर्मको विनाश भएको बेलामा अनि साधु प्रवृत्तिको व्यक्तिहरूको जब उनीहरूको दुःख कष्ट हुन्छ र त्यतिखेर मलाई बोलाउँछन्, त्यतिखेर आउने भन्ने कुरा वाचा गर्नुभएको छ। यदा यदा हि धर्मस्य, त्यो गीताको 14 अध्यायको 7, 8 र 9 प्रष्ट छ भने भगवानलाई न वेदले, न तपले, न दानले, न यज्ञले देख्न सक्दैन।
यसको देख्ने अर्कै तरिका छ। चर्मचक्षुले होइनन्, यी जति दान यज्ञ तप गरे पनि भगवान प्राप्ति हुन सक्दैन भन्ने खालका कुरा 11 अध्यायको 48, 53, 10 अध्यायको 2 र 14 श्लोकमा यहाँ आफूले पढ्दा थाहा हुन्छ। र भगवानले के भन्नुहुन्छ, जब म मनुष्यको शरीरमा आउँछु त्यतिखेर मलाई यी हाँस्छन्, यी मूढ व्यक्तिहरू मलाई हाँस्छन्, मलाई चिन्नै सक्दैन भन्न खोजेको। भगवानलाई खोजिरहन्छौँ तर आएर पनि हामी चिन्न सक्दैनौँ। जुन आइसक्नु भएको छ त्यो अर्को भिडियोमा हाल्छु म। त्यो भनेको 9औं अध्यायको 11वां श्लोकमा पढ्नुहोस्। यो परमधाम जुन भन्छौँ त्यो परमधामलाई हरेक शब्दले उच्चारण, कोही परमधाम भन्छन्, कोही ब्रह्म अवस्थामा भन्छ है, निर्वाण धाम, मुक्तिधाम इत्यादि विभिन्न शब्दले नामाकरण गरे पनि वास्तवमा त्यो शान्तिधाम नै हो। त्यही ठाउँ जो स्वप्रकाशित दुनियाँ हो। हामी आत्मा र परमात्माहरूको बस्ने ठाउँ। कबीर साहबकै जुन पत्थर पूजे हरि मिल्यो त मैं पूजू पहाड, उहाँको पनि छ। अब चाणक्य नीतिको मैले अघि स्मृति भनेको छु, सरी, चाणक्य नीतिको मा 8को 12 मा भनेको छ, भगवान न काठ न पाषाण न मूर्ति यिनीहरूमा छैन, निराकार हो भन्ने खालको कुराहरू त्यसमा छ। भगवान खुद आफै परिचय दिनुहुन्छ, आफैले उहाँले मात्रै थाहा छ, अरू कसैले थाहा छैन भन्ने खालको कुरा अध्याय 10 को 15वां श्लोक छ। र भगवान जस्तो छ जे छ यथार्थ रूपमा जान्नु, दायाँ बायाँ होइन, रियल एन्ड फ्याक्ट जे छ त्यही कुरा मात्रै जान्नु भनेको अहिलेको अवतरित भगवानले पनि त्यही भन्छ र गीतामा पनि 18 अध्यायको 55 श्लोकमा छ। यो भनेको कारण के भने अहिले आइसकेको भगवान निराकार ज्योति स्वरूप भगवानले भनेका कुरा र यो गीतामा लेखेका कुराहरू मिल्दाजुल्दा छ, जो निराकार भगवान छ। र संक्षेपमा कुरा गर्दाखेरि हामी भगवानको जुन परम सत्यको खोजीमा लागिरहेछौँ। अब हामीलाई थाहा भयो परम सत्य को हो। सच्चिदानन्द शिव निराकार ज्योति स्वरूप जन्म मरणको चक्करभन्दा पर रहने सर्वज्ञ सर्वशक्तिमान दुःखहर्ता सुखहर्ता भगवान यिनै हुन्। उहाँ परमधाम निवासी हुनुहुन्छ भन्ने कुरा, उनका गुणका कुराहरू पनि भने। यो मैले दुईटैलाई शास्त्रले के भन्छन्, अहिले हामी के गर्न गइरहेछौँ, अरूले के भनेका छन्, औ धर्म कस्तो छ मान्यता, हाम्रो शास्त्रले यस सबै मिलाएर मैले निचोडमा यही परम सत्य भगवान परमात्मा हुन्, जसलाई शिव भनिन्छ। सत्यम शिवम सुन्दरम हो, सदाशिव हो, परमधाम निवासी हो। सतोगुणी संस्कारका हाम्रा पिता पनि हुन्छौँ, हामी आफै आत्मा पनि सतोगुणी संस्कारका छौँ, हामी पनि त्यही परमधामबाट आएका हौँ भने यति परम सत्यको परिचय खोजी गऱ्यौँ, खोजी भयो, परिचय पनि पायौँ। अब हामी भगवान को भन्दाखेरि एक शिव निराकार ज्योति स्वरूप परमधाम निवासी भगवान हुन्, परम शक्ति हुन् भन्दै म आफ्नो बानी र यही विराम दिएँ। नमस्कार।